दामी छ दामी। नमस्ते सबैजनालाई, आजको यो ट्रेकिङ ग्यालेरीमा यहाँ सबैलाई स्वागत छ। आज चाहिँ म चाहिँ एउटा हुल लिएर निस्किँदैछु है ट्रेकिङको लागि। हामी आज सरक्सन चढ्न जाँदैछ आज हामी हैन। मेरो पार्टनरहरु छन्, ट्रेकिङ पार्टनर राज भाइ। गुड मर्निङ। गुड मर्निङ दाइ। दुईजना छन्, चारजना पाइँदैछ है। अबको एकछिनमा हामी सराक्सानको पोक्तेगीमा हुनेछौँ। पोक्तेगीमा यहाँ पुगेर चाहिँ बाँकी मेरो ग्यालेरीमा सब सेभ गरेर राख्ने छु अनि हजुरहरूलाई पनि देखाउँछु। अब एकछिनलाई माथि जाँदासम्मलाई सर्ट कमर्सियल ब्रेक। ओके। आउँदा आउँदाखेरि बिचमा आएर सनराइज पनि यसो हेरिहालौँ भनेर यता पनि छिर्यो। यो चाहिँ सोक्सोको समुद्रिक भ्यू है। त्यो चाहिँ एकदम फेमस प्लेस छ सोक्सोमा। यो चाहिँ अब त्यहाँ पनि स्याट्टो छिरेर अब यताबाट सट्टै घुमेर निस्किहाल्नुपर्छ हामी। यसलाई पनि मेरो ग्यालेरीमा चाहिँ इन्क्लुड गरिहालौँ। सोक्सोमा चाहिँ सोक्सो चिनाउने एउटा ठाउँ हो यो। ठाउँ चाहिँ एकदम म्याग्निफिसेन्ट छ, स्टनिङ छ। ल स्टनिङ समुद्रको भ्यू हेर्नलाई चाहिँ दामी रहेछ यहाँ। ट्याक्क मजाको घाम लाग्छ, मौसम ट्याक्क खुलेछ, घुम्ने जस्तै दिन छ। तर राति चाहिँ पानी आउने चाहिँ फोरकास्ट भयो भने अहिले आएर चाहिँ दामी देखियो यो चाहिँ। ल हेरौँ सोक्सो सी। डेस्टिनेसन चाहिँ त्यो पारीको डाँडा हो, सराक्सान। अब भ्यू चाहिँ यस्तो दामी देखेको छ यहीँबाट। यो मर्निङ भ्यू भएर पनि होला। त्यो पारीको डाँडा छ कि एकदम स्टनिङ। चुच्चो निस्केर फोटो खिच्छ। 잠시 후 좌회전하세요. यस्तो दामी देखेको छ अरे यो पातहरू चेन्ज भएर। माथि केबल कारसम्म चाहिँ जानुपर्ने, त्यहाँसम्म चाहिँ पार्किङ प्याक भएको भएर चाहिँ जान दिएन। अब माथिसम्म सटल बस रहेछ, सटल बस चढेर त्यहाँ रहेछ केबल कार। त्यहाँसम्म पुगेर हाम्रो ट्रेकिङ स्टार्ट हुन्छ। हावा चलेछ यार, खतरा यार। हाम्रो मनाङ मुस्ताङको हल्को दिने भिड देखियो क्या यहाँ। यस्तै प्याक छ, मान्छे खचाखच गाडी चढ्ने ठाउँ नभेटेर हिँडेर आउनु परेछ यहाँ केबल कार चढ्नसम्म। केबल कार चढ्न नि पाइएन, मान्छे धेरै भएर आउँछ। आमो लाइन वेटिङ धेरै, 1.5 घन्टा कुर्नुपर्ने अरे टिकट काटेर पनि। केबल कार चाहिँ 5 मिनटको लागि होइन, त्यही त। अनि त्यही भएर हामी हिँडेर जाने निदो गरियो, केबल कार नचढेर। केबल कारले पनि पुऱ्याउने यो पनि होइन, यहाँ छिने भयो तल्लो डाँडा हो। त्यति त हामीले 1 घन्टामा 1 घन्टा नलाग्दै पुऱ्याउँछ होला। यहाँ गौतम बुद्धको मूर्ति रहेछ। आई एम फ्रम नेपाल है। यहाँ आएर भगवान् गौतम बुद्धलाई देख्न पाउँदा चाहिँ आनन्द चाहिँ लाग्छ है। फेरि जे भनेको नि मेरो देशको चिनारी हो यार। यो भिड देख्दाखेरि हिँड्ने जोस जाँगर चाहिँ एक्टिभ भएर आउँछ। ल पुगिन्छ माथि। 10.3 किलोमिटर रहेछ माथि। टपमा पुग्दाखेरि चाहिँ 8 चाहिँ गरेछ माथिसम्म पुग्नलाई। ठगी लगाइसक्यो अब विकासु। लखतरान परिसक्यो, भुइँमै लखतरान पऱ्यो भने माथि कसरी पुग्छ हो। अब यो पुल तरेपछि बल्ल डाँडा चढ्न लाग्यो, फिलाइरहेछ। उकालो सुरु भयो जस्तो फिलाइरहेछ। डेन्जर रहेछ। बल्ल जङ्गल आए जस्तो चाहिँ भयो यार पानी देखेर। अब यहाँबाट उकालो चाहिँ स्टार्टिङ भएको जस्तो फिल भइरहेछ। त्यहाँसम्म चाहिँ राम्रो बाटो थियो, यहाँबाट यो अब ढुङ्गाको बाटो छ। खोला रहेछ, उकालो पनि सुरु भयो जस्तो लाग्छ। पाहाड पनि खतरा देखिरहेछ। भोक लाग्यो। अझै 8.5 किलोमिटर रहेछ अन द टप। 8.5 त्यहाँ 8.5 देखाएको थियो।
भ्यू टोपी खस्नु भ्यू छ माथि हेर्दा राख्नुपर्छ है केटा होला फास्टेस्ट ट्रेकर भएर फास्टेस्ट क्लाइम्बर दामी छ यो दामी होइन त्यो दामी छ होइन केटाहरू भोकाएर जानुपर्ने अझै 8 किलोमिटर बाँकी छ हल्का त दिनु पर्यो यिनीहरूलाई आएर खुवाउँदैछु म घस्याउँदैछु दाना पानी खुवाएर घस्याएर अनि माथि उकालो ठेल्न पर्यो नि तर यो भ्यूले गर्दाखेरि चाहिँ हिँड्ने जोस जाँगर चाहिँ छुट्टै पला चाहिँ कति गरे अझै 8.something किलोमिटर छ होइन अब त्यहाँसम्मको कति टाइम लाग्छ त्यहाँसम्म पुगेरै छाड्ने आज त्यहाँसम्म पुगेरै छाडिन्छ डोन्ट गिभ अप हो खाम खै उयो एउटा यो हाम्रो टाइट है यतिकै नै जाने हो फोहोर फाल्न चाहिँ हुन्न पोको पारेरै हाल्नुपर्छ है गलामा 7 किलोमिटर स्टिल रिमेनिङ बाँकी यहाँबाट चाहिँ लगभग हामी खोलाबाट छुट्टिने होला दामी लाग्यो भ्यू त्यही भएर क्लिक पारिहालौँ भनेर है त ल गयो है फेरि अगाडि गऱ्यौँ भयो है सरी यो त पुरा लस्ट प्लेस अफ द अर्थ जस्तो लाग्यो यत्रो पहाड छ यहाँ यस्तो खोज है अब अगाडि राखी यत्रो जारी छ एउटा पुल आइपुग्यो अब यहाँ यो तरेर फेरि पल्लो भएको अब भ्यू चाहिँ दामी छ क्या धन्य आधा चाहिँ आइएछ है 10.4 किलोमिटरमा 5.4 आइएछ आधाभन्दा बढी भइसकेको छ नि 0.4 मैले माथि मात्रै देखाएँ कि माथि मात्रै हिँड्ने बाटो पनि यस्तो छ नि फेरि बिजोक यस्तो पनि छ अहिले चाहिँ हामी मध्य जङ्गलमा छौँ है बाघ भालुले खाला केटा हो आफ्नो सुरक्षा आफै गर हो यो विषयलाई पनि म केही भनिनँ ल आफै बुझेर हेर्नुहोस् बोल्न मिल्ने अवस्था अलि छैन अहिले स्यास्या भएर तनाव पार्यो अझै आधी बाटो बाँकी छ ल पक्नुहोस् योभन्दा ब्युटिफुल भ्यूहरू अझै आउँदैछ कोरियाको भूत खोला जस्तै रहेछ यो निलो देख्दाखेरि चाहिँ त्यस्तै लाग्यो अझै मासतिर कता हो हत्तुपत्तो छैन 4 किलोमिटर टाढो छ अरे अझै यस्तो दामी छ मजा आइरहेछ हिँड्नलाई चाहिँ बल्ल धेरै माथि आएको फिल भयो हो त्यो पारिको पहाड चाहिँ लेभलमा आए जस्तो देखियो कि अहिले अझै कति छ अझै 3 किलोमिटर होला मासतिर अब त त्यो पहाडहरू अघि देखेको पहाडहरू भन्दा धेरै माथि आइपुग्दा नि अझै बाँकी छ हाम्रो डेस्टिनेसन चाहिँ गाह्रो छ अझै 2 किलोमिटर अबाउट होला अब यहीँ आइसकेपछि त्यहाँ नपुग्ने कुरो भएन बाँकी चाहिँ फिनिसअपमा गएर चाहिँ हेरौँ है त फाइनली वी आर भेरी नियर टु आवर डेस्टिनेसन गन्तव्यको नजिक त आइयो मार्दा यही हो द टप 1708 मिटर समुद्र सतहदेखिको झन् माथि आयो झन् बाटो खत्तम रहेछ उकालो आइयो 9 बजे सुरु गरेको हाम्रो ट्रेकिङ 1 बज्यो अहिले 4 घन्टा कन्टिन्यू हिँड्दाखेरि पनि अझै डेस्टिनेसन रिच चाहिँ भएको छैन अलमोस्ट भयो भनौँ अब यहाँ आइसकेपछि फाइनल्ली एट द टप सरक्सानको तेछाङबोङ होइन अहिलेको हाम्रो चाहिँ अल्टिट्युड कति छ भन्दा 1708 1708 को अल्टिट्युडबाट रिपोर्टिङ तलबाट यस्तो चिसो हावा चल्दैछ
अहिले ठ्याक्क कति बजे भाइ हेरौँ ल टाइम त रेकर्ड गर्नु पर्यो 9 बजे स्टार्ट गरेको 1:15 भएछ 4 घन्टाको कन्टिन्यू ट्रेकपछि यहाँ आइएन बसिकन आउँदा पनि 4 घन्टा लाग्यो भनेपछि बस्दै आउँदै गर्छु भन्ने मान्छेहरूलाई चाहिँ 1 दिन लाग्छ यतापट्टि खासै केही छैन सबै पाहाडै पाहाड छ अनि हेर्न लायक डाँडाहरू त यो होइन यो पनि अब तलबाट धेरै डिस्टेन्समा देखेको भएर अलिक डिस्टेन्स बढी भयो नि त त्यस्तो राम्रो चाहिँ देखिएको छैन कतै देखिन्छ कोरियाको चाहिँ यो भाग चाहिँ सबभन्दा अग्ला पाहाडहरू भएको भाग हो अब अहिले हामी यहाँको यो भाग नै कोरियाको सबभन्दा यस्तो आरमा चलेछ कडा यार हाइएस्ट मध्येको थर्ड हो यो सबभन्दा हाइएस्ट 1900 समथिङ कति मिटरको छ यो चाहिँ 17.8 मिटरमा यहाँ आउँदा पनि हामीलाई त त्यस्तै गाह्रो भयो यो चाहिँ तलको चाहिँ सिटी हामी हिजो त्यहाँ बस्यो यो सिटीमा बसेको त्योभन्दा उता देखेको छ लाइनभन्दा उताको यो छ समुद्र हो यो लाइन देखेको छ नि यहाँ यस्तो एउटा फोटो खिचेर अलिक यहाँ हावा छ टाइम छैन यहाँ आउँदा ठुलै उपलब्धि गरियो भन्ने चाहिँ लाग्यो अब फर्किने कसरी फेरि मेन पोइन्ट उहाँ हो त्यहाँ गएर यसो फोटो खिचौँ भनेको लाइन बस्नुपर्ने रहेछ मान्छेको भिड भएर टाढो जस्तै छ सहन नसक्ने चिसो छ फोटो नखिच्यो नि के जानु फेरि यहाँबाट भन्ने हिसाबले चाहिँ लाइन बसेको पर्नुको रहेछको जाडोले हावाले हानै छ कन्टिन्यू हावा चिसो हावा टेम्परेचर पो कतिमा थियो लास्टै होला टेम्परेचर पनि यहाँ आइसकेपछि एउटा फोटो नखिची भएन त्यो चिनो त लानु पऱ्यो फेरि पत्ताउन फेरि होइन होला गफ्दिस भन्ने भइहाल्यो होइन चिसो चलेर फोटो पनि राम्रोसँग खिच्न पाइएन मान्छे जस्तै आएको भन्न मात्रै भयो फोटो मात्रै खिच्यो भिडियो खिच्नै पाएन क्या त्यहाँ फोटो खिच्नको लाइन बसेको भएर झन्डै 20 मिनट कुरियो चिसो हावाले हानेर हामी चाहिँ यस्तो त चिसो हुन्छ भने एक्सपेक्टेसनै थिएन क्या हामीलाई त्यही भएर लाइट कपडाहरू लगाएर आएको मार्यो नि केटाहरूलाई लाइट त्यही भएर नबोलिकन फोटो खिच्ने बित्तिकै एउटा मेमोरी लिएर ट्याप बसिसक्यो 4 घन्टा लगाएको ओह्राला कति लाग्ने थाहा छैन यहाँबाट गाडीमै जाने हामी बसेको ठाउँमा पुग्न लाग्छ 3 घन्टा आज गाह्रो छ यार आजको दिन गाह्रो छ गाह्रो भयो नि मेमोरेबल हुन्छ फर्किँदा उस्तै छ कस्तो अब यहाँ अब हामी जाने चाहिँ यहाँ देखेको हो यो घरसम्म चाहिँ एकदम कठिन छ बाटो सिधै ओह्रालो पुग्नुपर्ने चाहिँ यहाँ हो त्यो सक्छो सिटी हिजो हामी त बसेको त्यहाँ हो 10.4 किलोमिटर हो गाह्रो छ झर्नै छ नजरी भएको छैन कम्पनी पनि पुग्नै छ क्रेजी ट्राभल भयो यार आजको 2 बजे होइन लजाम 3 घन्टा पुगिन्छ पुग्नै पर्छ ओह्रालो त छिटो गइन्छ जस्तो लाग्छ कि मलाई नि खास गरम सकेसम्म छिटो जानुपर्छ आजको जस्तो च्यालेन्जिङ ट्रेकिङ कहिल्यै भएन अब यस्तो लङ डिस्टेन्स यस्तो अब ट्रेकिङ चाहिँ नेभर अब जानु पनि टाढै छ नेभर होइन यस्तो टाढो त अब हिँड्नु होइन फेरि फर्किनु पनि धेरै टाढो छ नि त हामी अब 4 जना गएको मध्येमा एकजना चाहिँ बिचैबाट फर्कियो बिचरा हामी चाहिँ पुग्यो माथि छ 1708 मिटर
पुगेर आउनु त आइयो लखतरान भइएछ अझै जानुपर्ने यहाँबाट 3 आवर्स अझै स्टिल ड्राइभिङ गर्ने छ ड्राइभ गरेर छुङजु पुग्न छ कसरी हो अब गाडीमा बस्ने बित्तिकै निद लाग्ने अवस्था छ खाना पनि खानै छ अँध्यारो हुन लागिसक्यो रातिमा झन् गाह्रो हुन्छ ड्राइभ गर्न अरू यतैकै ठिक छ ट्याक्क रमाइलो गर्नलाई चाहिँ टिकटक सिकटक बनाउने फोटोसोटो खिच्ने होइन माथि चाहिँ पुग्छु भ्यू पुरै हेर्छु म रेकर्ड राख्छु भन्ने हो भने चाहिँ माथि जाँदा राम्रो अब यहाँ एक ठाउँ मात्रै छ त्यो समिट चाहिँ धेरै ठाउँ छ धेरै ठाउँमध्ये कुनमा जाने भनेर चाहिँ आफूले डिसाइड गर्नलाई यो म्याप हेरेर आफूले डिसाइड गरेर जान सकिन्छ यति भन्दै मेरो अन्त्य गर्छु हस्त धन्यवाद ल विकास ट्रान्स यो हो इन्ट्रान्स यो हो यहाँबाट मास्तिर जाँदा त रमाइलो हुन्छ माथि गएपछि ध्वस्त गराउँदो रहेछ सकियो ल